आदरणीय बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश हो। धर्म, भाषा, जात जाति र संस्कृतिको भिन्नता बीच पनि हामी आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ सँगै बाँच्दै आएका छौँ। विविधतामा एकता नै हाम्रो पहिचान, शान र शक्ति हो। हाल विशेष गरी पूर्वी तराईका केही स्थानहरूमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधिहरू देखिनु दुःखद विषय हो। सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुनको उल्लङ्घन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ। तसर्थ यस संवेदनशील घडीमा नेपाल प्रहरी संयमता, सहिष्णुता र आपसी सम्मानका साथ एकअर्काको संस्कृति, संस्कार तथा आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारालाई कायम राख्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछ। धन्यवाद। जय नेपाल।